Hey! Kata oh. Sululululululululu. साइकलको स्किल नभएपछि गाह्रो छ हैन चाक्दै खाने हो क्या तर पनि सुलुलुलुलुलुलुलु हो के ल यसरी लरे म ओ हिरो पारामा हैन केटा हो हिरो पारामा हैन हिरो पारामा क्या ओ माय गॉड हे नगर है मैले हल लरे कसम पनि यो हो क्या शैली हे ओह्रालो छ यार गाइस रोक्नु गयो रेलगाडी कुन आमा हो त नि यार के हो यो साइकलको ओमा आसा नि कहाँ गयो ओ राइट ओ यही हो उताबाट उता ठाउँ छैन नि त आज हामीले घुम्ने ताल यही हो पहाडी त अब उता यता गएर उता नाइस है नाइस खै माथितिर छ छैन त्यो थाहा भएन यार ऊ पर त्यो बत्ती बलेकोतिर जाने ठाउँ छ होला त उता होइन यहाँबाट त होला कि यो साइड घुमाउ न त अब होइन यताबाट माथि छैन होला नि त गोलो यहाँ साइडबाट हामी यसरी घुमेर जानुपर्ने हुन्छ फोटो खिच्ने हो र बिचमा चाहिँ हाँस रहेछ
माई गॉड खतरा उड्यो त है मैले आँखाले देख्दिनँ यार कहाँ उडिरहेछ तर यो क्यामेरामा चाहिँ देखाइरहेछ है जाने होइन त जाने होइन त हामी लेट्स गो उकालोले मारेकै छ यार केटाहरू के स्लोमा हौ म त 3 राउन्ड हानिसकेँ यार कहाँ हो यार काट्नुपर्छ है काट्नुपर्छ मौरीको ओइ मौरीको चाक खाने हो होइन चाक नै खाने हो क्या ओइ के हो पारा मौरीको चाकमा हान्नु मिल्दैन है केटा हो बनाइसकेछ यार अस्ति म एक्लै आउँदा त सकेकै थिएन कता यताको परदेखि त्यस्तरी नअदालो न गाइस म त हानिहाल्छु नि फेरि फिल्ममा मामा जाओस् जाओस् ल त अर्को हाम्रो चट्टान सर झन् फिल्डमा गइसक्यो डुबिसक्यो कफीमा क्याफे खाम बाबा यार 2 दिन चोलामा आकाशैमा हुसुरी हुसुरी यहाँ कफीमा क्याफे खाम अरे हौ ओइ कफीमा क्याफे खाने रे हामी ब्याक हुन्छौँ भाइ यहाँ हो यहाँ ब्याक कहाँ उता नि छ र ए ओइ यता 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 राम्रो रहेछ यार यो त लास्ट मलाई राम्रो लाग्यो यार बगरकोट जस्तो लाग्यो यार यता चाहिँ बगरकोट सायद तोङबार
सेकुवा टोङमा हाने ठाउँ आमा जे भए पनि सबैजनाले माया गरेर साथ दिनु होला र एकदम कन्टिन्यू आइराख्नेवाला छ गोर्खेहरू 5 दिन काम गर्यो 2 दिन चिल बस्नुपर्ने हुन्छ यति नगरे त हुँदै भएन रुममा बस्यो खायो बस्यो त्यस्तो गरेर हुन्छ नि दुई भाइ हाम्रो साथीहरू अगाडि गइसकेको अवस्था सरररररर यस्तो दामी दामी जङ्गलको भ्यूहरू मामा त कता हो हराए जस्तो छ त हौ साँच्चीकै मामा आएन यार हाम्रो मान्छे हरायो ओह माय गॉड यस्तो ठुलो ट्रक आएछ यार यस्तो ठुलो फलामको पिलर बोकेर कुन यही होइन उकालो यहाँ चाहिँ अलिकति उकालो रहेछ तर पनि सररररररररर जानेवाला नै छौँ हामी कन्टिन्यू रोकिनेवाला चाहिँ छैन है गाइज टु बी कन्टिन्यू के भन्ने पार्कै हो हामी आउने बाटो अर्कै हो कि उकालो यार उकालै भए पनि हान्नै पर्ने हुन्छ गाइज गियर नै 3 मा लागिसकेको छ अझै 1 मा हान्नु बाँकी छ ओ 2 मा ओइ साँच्चीकै नसक्ने जस्तो भयो यार एक ओ माय गॉड हो ओ उकालो पेलुमै मेरो केटाहरू
उकालो पेलुमै पेलुम पेल्ने हो पेल्नै हो नि गाह्रो छ यार अगाडि जाउँ अगाडि गयो 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 अब स्पिड होइन यसमा त बाटोमा त हो क्या जस्तै नेपाली 1,37,000 साइकल के कस्तो छ हौ सर यो एकदम कम्फर्टेबल छ होइन फेरि तपाईँहरू पनि अब गर्न चाहनुहुन्छ भने एकदम होइन साइकल चाहिँ यस्तै किन्नु होला भन्न चाहन्छु यस 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 हाम्रो सरले यो साइकलको बारेमा एकदम उसको मनको मनोजिज्ञासा प्रतिक्रिया दिइसक्नु भएको छ हजुरहरूले पनि यस्तै साइकल चलाउनु मन छ इच्छा छ भने हामीलाई सम्पर्क गर्नु होला हामीले सेम सपमा लगिदिन्छौँ हुनसक्छ होइन हुन्छ एकदम यस पारामा हाम्रो के अरे पान हाने 2 दिन के अरे फाइनली गाइज हाम्रो उकालो सकिनु लागेको छ है अब केही मिटर मात्रै हो बाँकी एकदमै यस चिलमा बसेको बेला खाएको चाहिँ सबै बिलमा सबैले है सबैले यता चाहिँ एकदम नाइस प्लेस रहेछ यार मेरो म बस्ने खङथान म्यान हो टक्क लाएर अब ओह्रालो Oh my god! Oh! मर्न होस् यार मरिन्छ होला यार यसो त हे भगवान बचाऊ मलाई बचाऊ वाउ एकछिन स्ट्यान्ड देखाइदिउँ न त के भएर गाडी आयो है साँच्चीकै डर लाग्दो छ यार यो सट्टै छोडेर आउँदाखेरि त ओभरटेक गर्ने जाउँ है यताबाट जाउँ अगाडि जाउँ अगाडि कोही अगाडि कोही पछाडि हाम्रो एकजना टोली चाहिँ पछाडि नै पुग्दैछ गाई फार्म कहाँ गयो खोइ आएन ओह्रालो लागेपछि अब त्यो गियर झार्दा हुन्छ
ओए किन यति लेट यार ऊ माथि लगभग 200 मिटर माथि हुनुहुन्छ मामा चाहिँ यहाँबाट त देखिएकै छैन यार यस्तो है फेरि ओ यहाँ रहेछ हाम्रो ओ हामी यहाँ निस्केको हो उसको आउनु त आउँछ तर हल्का हुन्छ हो त्यही हो कि कस्तो भयो यो एकदम बब्बाल भइरहेछ होइन आजको हाम्रो साइक्लिङ चाहिँ एकदम है तर बबल भयो यार। दिँदो रहेछ राम्रै दिन्छ नि अनि ऊ एउटै हो कन्डिसन राम्रो छ कन्डिसन त नि फिट नभएर मात्र हो कन्डिसन त सबैको राम्रै हो नि कन्डिसन राम्रो भएन भने त कुनै साइकल कुद्नै मान्दैन नि त कुद्नै कुद्दैन हो पहिरो खसेकोदेखि धेरै पर सम्झिने कस्तो लागिरहेछ कस्तो फिलिङ्स आइरहेछ गाडी जान्छ उमेरमा यहीबाट गएको है यता म यताबाट गयो तिमीले दौडेर गइहाल्यो ओ जाऊ पनि ल लेट्स गो आइज